साथीहरु नेपालमा यो असार महिनामा एउटा मात्रै मुभी नेपाली मुभी रिलिज हुन लाग्यो त्यो हो यो मन त मेरो नेपाली हो हजुर त्यो मुभीको आज टेलर आएको छ र आज हामी यस मुभीको टेलरको रियाक्सन गर्नेवाला छौं र यस मुभीमा स्टार कास्टहरु विजय बराल त्यसैगरी बुद्धि तामाङ र वल्सन विक्रम राई हुनुहुन्छ अब कति बेला ढिला नगरेर अब हामी यो मुभीको टेलरको रियाक्सन गर्छौं अब सुरु गरौँ थाहा छैन म यो प्रश्न कसलाई गरिरहेको छु मलाई यति मात्र थाहा छ मेरो प्रश्नको जवाफ कहिले पनि पाउँदिन कसैबाट पनि पाउँदिन तर पनि मलाई यो प्रश्न गर्न मन छ भाषा कहिले नाट्याउँदैन भाषा भनेको त सयौं फुलहरुलाई जोडेर माला बनाउने त्यो धागो जस्तो हो आमाको महत्त्व आमाको मृत्युपछि मात्र थाहा हुन्छ विजय बुद्धि तामाङ वल्सन विक्रम राई चाहिँ नयाँ हिरो हुनुहुन्छ प्लिज ओए कहाँ जाऊ चट्टासी यो देश हामीहरूले बनाएको हाम्रो धर्म संस्कृति माथि आक्रमण भइरहेको छ यो त अति भयो तेरो संस्कृति तेरे देशमा गएर बना शरणार्थी जस्तो बना मलाई धेर बोलेको मन पर्दैन यति मात्र बोल्ने देश छोड्छौ कि संसार छोड्छौ यो कथा हो एक आवाज मेरो बाजे लड्नुभयो जापानसँग त्यही माटो बचाउन मेरो बुवा पनि लड्नुभयो त्यही माटो बचाउनको लागि चाइनासँग र आज म त्यही माटोमा आफ्नो भाषा बचाउनको लागि सङ्घर्ष गर्दैछु म गरिरहन्छु पनि मलाई के लाग्छ भने विजय बराल अब आउने जेनेरेसनले भाषा बिर्सिन्छन् कि जस्तो पनि लाग्छ हामी सबैभन्दा ठुलो लोकतन्त्र र सुविधा सम्पन्न भएको देशमा छौं र हाम्रो भाषा कला संस्कृति जोगाउनको लागि अब हामीले नै लिड गर्नुपर्छ संसार भरिका नेपालीले आवाज हो यो मन त मेरो नेपाली हो यो गीतलाई चाहिँ रिमेक बनाएको छ त साथीहरु यो मन त मेरो नेपाली हो को टेलर हेरियो अब टेलरले देखाइराखेको छ कि आफ्नो देशप्रतिको माया भाषा संस्कृति सम्बन्धीले देखाइरहेको छ त्यसको लागि कति मान्छेहरूले चाहिँ वीरगति प्राप्त गर्नुभयो देशको लागि हैन ज्यानै त्याग्नुभयो त्यो सबै चाहिँ यसमा हेर्न सकिन्छ अब यो अलिकति लो बजेटको फिल्म देखिरहेको छ यसलाई अलिकति राम्रै तरिकाले बनाउन खोजेको भए राम्रै जस्तो देखिन्थ्यो होला अब कलाकारहरू पनि अलिकति ठुलठुलो ल्याएको भए अलिकति VFX को काम अलि बढै ठुलै स्केलमा गराएको भए अझै झन् राम्रो हुन्थ्यो अब चाहिँ बनिसकेको छ हैन अब यसमै नै खुसी हुनुपर्ने हुन्छ असार 27 देखि रिलिज हुन लाग्यो विजय बराल बुद्धि तामाङ वल्सन विक्रम राई लगायत रोशन श्रेष्ठ कलाकारहरू हुनुहुन्छ यसमा र अब स्टोरी हेर्दाखेरि त्यही देखिरहेको छ भारतसँगको लडाई या उत्तराखण्ड भनिराखेको थियो नि त टिजरमा पनि त्यहाँ अब चाइनासँग लडेका जापानसँग लडेका कुराहरू अब भाषा संस्कृति नहराउँ र अब आउने जेनेरेसनले चाहिँ नेपाली भाषा बिर्सिनु भएन जस्तो अब बाहिर बसेका नेपालीहरू हुन्छ अमेरिका लगायत अन्य देशहरूमा त्यहाँ चाहिँ अब आफ्नो बच्चाहरूले नेपाली बिर्सेको जस्तो इङ्ग्लिस मात्रै बोल्ने त्यहाँको भाषा मात्रै बोल्ने भएको देखिएको छ तर यो फिल्मबाट चाहिँ केही सन्देश जाओस् भन्ने तरिकाले पनि बनाएको जस्तो देख्न सकिन्छ यो मन त मेरो नेपाली हो भन्ने टेलरले हेर्दाखेरि अब मुभी 27 मा रिलिज हुन लाग्यो असारको त्यही हो अहिलेलाई चाहिँ अलिकति लो बजेटमा हल्का नर्मली फिल्म बनिरहेको छ सिम्पल छ अब फिल्म हेर्न दर्शक आउनुहुन्छ भने त्यो भनेपछि भन्न सकिन्छ अहिले चाहिँ के भन्न सक्दैन त साथीहरु तपाईलाई के कस्तो लाग्यो यो मन त मेरो नेपाली हो टेलर च्यानलमा नयाँ हुनुहुन्छ च्यानललाई सब्स्क्राइब गरिदिनु होला लाइक कमेन्ट पनि गरिदिनु होला र यो भन्दै आजको यो मन त हो मेरो नेपालीको टेलरको रियाक्सन देखि म बिदा हुन चाहन्छु हस्त धन्यवाद